नमस्कार साथीहरु, हिजोसम्म चाहिँ अर्कै काम थियो, त्यसले गर्दाखेरि त्यतापट्टि लाग्यो, भिडियो बनाइएन। अन्त एउटा दिनमा एउटा सानो कुराहरु, अब जुन मैले बुझ्दै नबुझेको कतिवटा कुराहरु, त्यस्ता कुराहरुलाई चाहिँ म तपाईहरुको समक्षमा देखाउन मन पर्छ र देखाउनको लागि यहाँनेरि रेडी भएको छु। हेर्नुस् है, के भन्दाखेरि यो जुन चाहिँ अलैँची छ नि, यहाँ हेर्नुस् है, यो अलैँची छ नि, यो अलैँची चाहिँ उया माथिबाट चाहिँ मैले काम नलागेर यो बारीमा सबै फुलाङ्गे भएर चाहिँ फ्याँकेको। अब त्यहाँ माथिबाट त फ्याँके, तर फ्याँकिसकेपछि यो अलिक तलतिर जंगलमा आएर चाहिँ यसो टुसा हानेछ हो। टुसा हानेर अब अहिले हेर्नुस् त यो के फलेको, यस्तै यी दाना यसरी लाग्दैछ टक्कै जम्मै। फेरि टुसा पनि राम्रै छ हो, राम्रै छ टुसा पनि। र अब आउनेवाला टुसा पनि मसिनो हान्दैछ, एउटा दुईवटा आउँछ पनि, भदौरे टुसा हान्छ, साउने टुसा हान्छ। अन्त रोप्दाखेरि चाहिँ हुँदैन, फ्याँक्दाखेरि चाहिँ फल्छ। यो केही बुझिनँ हो मैले। यहाँ हेर्नुस् नि, अब यो फ्याँकेको हो, यहाँ आएर फलिरहेछ। जम फ्याँकेको। अब यो चाहिँ जंगल पाखा हो, यसमा त केही काम नलागेर पहिलाको भस्मी डडाएर अम्लिसो लगाइदिएको यस्ता ढुङ्गामाथि र अम्लिसो बारीमै फ्याँकिदिएको। यो पनि यस्तो भयो। अन्त मैले चाहिँ कुरा एकदमै बुझ्न सकिनँ हो, एकदमै बुझ्न सकिनँ। बाँसको ज्याङमा बाँसको तामा पनि आउन थालेछ एउटा दुईवटा।